हामी भूमि समस्या समाधान आयोग चितवन जिल्ला समितिको यो जुन अघिल्लो सरकारले गठन गरेर पठाइसकेपछि जुन हामीले करिब 14 महिना जति काम गरेर आज करिब अन्तिम दिन अहिले आज भर्खरै अघि 11 बजीतिर वर्तमान सरकारले पद मुक्त भएको भनेर एउटा पत्र प्राप्त भयो। त्यो पत्र प्राप्त भइसकेपछि हामी यो जति समय बस्यो, जति समय काम गरियो त्यसको बारेमा सामान्य जानकारी गराउँ भनेर चितवनका सबै मिडिया क्षेत्रका आदरणीय मित्रहरूसँग यो भेटघाट कार्यक्रमको आयोजना गरेका छौँ। यो कार्यक्रममा भूमि आयोग जिल्ला समिति, अहिले भर्खरै विघटित भूमि आयोग चितवन जिल्ला समितिका विज्ञ सदस्य करुण चन्द्र घिमिरेज्यू, महिला सदस्य अञ्जना गौतमज्यू, सदस्य जिल्ला समितिको सदस्य लक्ष्मीकान्त दवाडीज्यू र उपस्थित सम्पूर्ण पत्रकार मित्रहरूमा विघटित भूमि आयोग चितवन जिल्ला समिति तर्फबाट हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। नेपाल सरकारले 2081 साल माघको 3 गते हामीलाई नियुक्ति गरेर पठाएको थियो। र सुरुमा त जिल्ला अध्यक्ष मात्रै चितवनमा नियुक्ति गरेर पठाएपछि करिब 1.5 महिनापछि सदस्यहरू को चाहिँ फुलफिल भयो र कर्मचारी त भन्नुहुन्छ भने करिब 3-4 महिनापछि कर्मचारीहरू पठाएका थियौँ। र कर्मचारी जब पठाइसकेपछि हामीले जिल्ला समितिको बैठक बसेर 7वटा पालिकामा यो चितवनको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको अवस्था कस्तो छ भनेर सबै सरकारवाला निकाय, जनप्रतिनिधिहरू, सबै राजनीतिक दलका प्रतिनिधिहरू र समितिका सदस्यहरू सबैसँग बसेर अन्तर्क्रिया छलफल गऱ्यौँ र हामी फिल्डमै सबै 7वटा पालिकामा पुग्यौँ र 7वटा पालिकामा कर्मचारीहरू खटायौँ र सबै क्षेत्रको डेटाहरू सङ्कलन गर्ने, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको लगत सङ्कलन गर्ने काम भयो। करिब चितवनमा 41,000 भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरेर 41,000 निवेदकहरूको चाहिँ निवेदन परेको थियो। सोही अनुरूप हामीले कामलाई तीव्र रूपमा अगाडि बढाउँदै गयौँ। यो भूमि ऐन तथा भूमि आयोग गठन आदेश 2081 को विभिन्न किसिमको नियमहरू छन्, प्रक्रियाहरू छन्, चरणहरू पार गर्दै हामी अगाडि बढ्ने क्रममा यो बीचमा जेएनजी आन्दोलन भयो र हामीले त्यो प्रक्रिया अगाडि बढाउँदै गरेका थुप्रै कागजपत्रहरू, करिब अन्तिम चरणमा रहेका फाइलहरू जल्यो। करिब 9,000 फाइलहरू जल्यो। 17,000 कि त भन्दा बढी प्रमाणित भएका नक्साहरू जल्यो र यहाँ भएका सबै कम्प्युटर, डेस्कटपदेखि लिएर अनि ल्यापटप सबै चिजहरू जल्यो। त्यस्तो अवस्था रह्यो र त्यसको साथसाथै जेएनजी आन्दोलन पछि अर्को सरकार गठन भयो। फेरि सरकारले यो आयोगलाई खारिज गर्यो। खारिज गरिसकेपछि करिब 5 महिनासम्म खारिजको अवस्थामा रह्यो र पछि सर्वोच्च अदालतले एसटी अर्डर गर्यो। एसटी अर्डर पछि फेरि हामीले काम पुनः सुचारू गर्दै अगाडि बढ्यौँ। काम त्यसरी सुचारू रूपले अगाडि बढाउँदै जाने क्रममा 1 महिनापछि तुरुन्तै फेरि निर्वाचन आचार संहिता लागू भयो। निर्वाचन आचार संहिताको समयमा काम गर्न नमिल्ने भएको हुनाले फेरि हाम्रो काम रोकियो। यसरी समय हेर्दाखेरि करिब हामी नियुक्ति भएर आएको 14-15 महिना भएको अवधि देखिन्छ। तर काम गर्ने समय भने हामीलाई त्यो 2.5 महिना, 3 महिनाभन्दा हामीले काम गर्ने मौका, त्यस्तो किसिमको अवसर पाएन। विभिन्न यो समय कालखण्डमा यस्तो किसिमको समस्याहरू आइपर्यो। तथापि पनि हामी जुन दिनबाट नियुक्ति भएर जिल्लामा आयौँ शपथ लिएर
त्यसपछि हामीले गर्न सकिने हामीलाई प्राप्त भएको समय चाहिँ पूर्ण रूपमा चितवनका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई कसरी हुन्छ नियम कानुनको परिधिभित्र रहेर त्यो चरणहरूलाई पार गरेर व्यवस्थित ढङ्गले धेरैभन्दा धेरै भूमिहीन दलितहरूलाई, भूमिहीन सुकुम्बासीहरूलाई जग्गाधनी कसरी बनाउन सकिन्छ भनेर योजना बनाएर हामी अगाडि बढ्यौँ, जसको फलस्वरूप यति छोटो समय काम गर्ने अवसर प्राप्त भए तापनि हामीले यो जेएनजी आन्दोलनभन्दा अगाडि 2081 सालमा गठित आयोगको जुन 77वटा जिल्ला मध्ये पहिलो जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने जिल्ला चितवन रह्यो। यसमा चितवनवासी जनताको सहयोग, मिडिया क्षेत्रका साथ मित्रहरूको सहयोग, सबै सङ्घ संस्था, सरकारवाला निकायहरूको अत्यन्त महत्त्वपूर्ण सहयोगको कारणले हामी त्यो सफल भयौँ। र त्यसपछि जेएनजी आन्दोलनपछि जुन जलेका फाइलहरूलाई त्यो खरानी टकटकाउँदै बचेका फाइलहरूलाई त्यसमा नोटबुक डकुमेन्ट्सहरूलाई त्यसमा क्रमबद्ध रूपमा राख्दै फेरि नपुगेको डकुमेन्ट्सहरू ल्याउनको निम्ति आग्रह गऱ्यौँ। र त्यसरी पनि जेएनजी आन्दोलन पछि जुन प्राय देशैभरिका कार्यालयहरू जलेको थियो, चितवन पनि जल्यो। र त्यसपछि पनि अरू जिल्लामा जग्गाधनी प्रमाण पूर्जा दिनुपर्छ भनेर निर्णय भएको अहिलेसम्म पाएन। चितवन जिल्ला नै हो जसले जेएनजी आन्दोलन पछि पनि हामीले एउटा पौषको 21 गते पूर्ण बैठक, समितिको पूर्ण बैठक बसेर अत्यन्त यो 40-50 वर्ष 60 वर्षदेखि भूमिहीन भएर बसिरहनु भएका भूमिहीन दलितहरू, भूमिहीन किसानहरू, भूमिहीन जनताहरूलाई पूर्जा दिलाउनुपर्छ भनेर एउटा साहसीपूर्ण ढङ्गले हाम्रो समितिले छलफल गरेर हाम्रो टिमले एउटा निर्णय गर्यौँ। त्यसपछि यो छोटो समयमा हामीले करिब 500 बढी 540 भन्दा बढी जग्गाधनी प्रमाण पूर्जा यो जेएनजी आन्दोलन पछि पनि वितरण गऱ्यौँ। यसरी मोटामोटी हिसाब गर्दाखेरि हामीले 840 जना परिवारलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्न सफल भयौँ। 15,04,0550 राजस्व सङ्कलन गर्न हामी सफल भयौँ। मलाई लाग्छ यो देशमै 77 जिल्लामै यो पहिलो जिल्ला हो भनेर अहिले केन्द्रीय आयोगले चाहिँ त्यही जानकारी दिइरहनु भएको छ। यस्तो छोटो अवधिमा अत्यन्त यो सङ्क्रमणकालीन समयमा पनि चितवन जिल्ला भूमि आयोगले सबैसँग समन्वय गरेर सबै पक्षको सहयोग लिएर एउटा उत्कृष्ट काम गरिएको भनेर केन्द्रीय आयोगले पनि त्यो जानकारी हामीलाई दिनुभएको छ। अब आजबाट त हामी बिदा हुँदैछौँ। अब अहिलेको 2/3 करिब 2/3 सरकारले, मलाई लाग्छ, आशा छ, हामीले आशा गरेका छौँ कि यो देशका करिब 40-50 लाख यस्तै किसिमको एउटा समस्या भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नको निम्ति एउटा ठोस नीति, ठोस कार्यक्रम तयार गरेर जग्गाधनी प्रमाण पूर्जा दिलाउनको निम्ति पहल गर्नेछ। र पहल गर्यो भने दुईटै कुरा अत्यन्त चाहिँ एउटा देशको निम्ति फाइदा रहेको हामीले महसुस गरेका छौँ। पहिलो कुरा त जो सदियौँदेखि, पुस्तौँदेखि जग्गाधनी पूर्जा विहीन भएर आफूलाई सुकुम्बासी एउटा दोस्रो दर्जाको नागरिकको रूपमा उहाँले सम्झिरहनु भएको छ। त्यो पीडामा मलम लगाउने काम हुन्छ र उहाँलाई एक टुक्रा सानो थोरै एउटा घडेरी भए पनि जग्गा प्राप्त भएपछि उहाँहरूले गर्ने अनुभूति गर्ने खुसी उहाँहरूले प्राप्त गर्नुहुनेछ। दोस्रो कुरा, यो अव्यवस्थित बसोबासी, अव्यवस्थित ढङ्गले जुन उपभोग गरिरहेका लाखौँ बिघा जग्गाहरू, त्यसलाई सही ढङ्गले पहिचान गरेर हामीले जग्गाधनी प्रमाण पूर्जा दिलाउन सक्यौँ भने यसबाट करिब देशभरिमा मोटामोटी मेरो अध्ययनमा मैले गरेको रिसर्चमा 60 खरब भन्दा बढी राजस्व सङ्कलन हुने देखिन्छ।
र यसले राज्यको निम्ति, राज्यको एउटा विकास निर्माणको निम्ति ठुलो टेवा पुग्ने देखिन्छ। त्यसैले यो कुरामा वर्तमान सरकारको ध्यान जानेछ, यसतर्फ ध्यान पुर्याउनु हुनेछ भन्ने हामीले आशा गरेका छौँ, अपेक्षा गरेका छौँ। जुन आज यो हामी एउटा विदाई हुँदै गरेको क्षणमा हाम्रो चितवनका एउटा वरिष्ठ पत्रकार मित्रहरू यहाँ उपस्थित भइदिनु भएको छ। त्यसको निम्ति म यो विघटित जिल्ला समिति चितवन भूमि आयोगको तर्फबाट यहाँहरूलाई म हार्दिक धन्यवाद, कृतज्ञता व्यक्त गर्न चाहन्छु। हस्, धन्यवाद।